नमस्कार सबैजनालाई र आज चाहिँ हामीहरू जाँदैछौँ द्वारिकाधीश विरार। अहिले चाहिँ अब यो टिकट काट्नुको लागि यहाँनिर माथि प्लेटफर्म चल्दैछ। प्लेटफर्मको टिकट प्लस जानु आउनुको रिटर्न टिकट काट्नुलाई चाहिँ हामीहरू जाँदैछौँ यहाँनिर। लो अहिले चाहिँ अब आइपुग्यो हामीहरू यहाँनिर द्वारिकाधीश भनौँ। यहाँनिर पछाडि यहाँनिर पहाडी यता पार्किङमा यहाँनिर त्यस पछाडि हामीहरू हिँड्दै जाँदैछ। यस्तो धुलो उडाउँदो रहेछ, बाफ्रे बहुत धुलो उडाउँदो रहेछ यहाँनिर चाहिँ। र अब सर्टकट पो जानुपर्छ होला हौ हामीहरू। पछाडिपट्टि चाहिँ द्वारिकाधीश यहाँनिर भजनहरू हुँदो रहेछ मन्दिरको बाहिर यता साइडपट्टि। र मन्दिर बहुत राम्रो बनाएको रहेछ, बहुत भन्दा पनि बहुत राम्रो। र कुनै दिन आउनु यसो भिजिट गर्नु, यहाँनिर पनि आएर दर्शनहरू गर्नु सबैजना होइन। यहाँनिरको जग्गा यस्तो छ र हामीहरू यहाँ आएको छौँ यहाँनिर। र साथै अब खुसी लाग्यो भगवान्को दर्शन गर्न पाउँदाखेरि। र तपाईँहरू पनि आउनु यो जग्गामा विरार इस्टपट्टि यहाँबाट आएर दर्शनहरू गर्नु यो जग्गातिर। द्वारिकाधीश नयाँ कृष्ण भगवान्को मन्दिर यहाँनिर। अहिले चाहिँ अहिलेसम्म लाग्छ अनि यहाँनिर त्यो मान्छे आइरहेको छ अहिलेसम्म पनि। परसम्म छ आजको लागि चाहिँ यति नै। र यो ब्लगमा तपाईँहरूलाई धेरै धन्यवाद। यहाँनिर आएर दर्शन गर्नुलाई द्वारिकाधीश कृष्ण भगवान्को। र अग्लो टाइममा अब अर्को मन्दिरकोतिर जान्छौँ।